नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ हेडलाइन्सबाट। दाङमा बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु, एकजनाको अवस्था गम्भीर। नेपालका लागि जापान सबैभन्दा विश्वासिलो र भरपर्दो सहयोगी रहेको नेकपा अध्यक्ष प्रचण्डको भनाई। घरेलु कामदारलाई खाडी मुलुकमा जान दिने सरकारको प्रस्ताव। निर्मला पन्तको हत्यारा पत्ता लगाउन पहल गरिदिन संयुक्त राष्ट्र सङ्घलाई त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूको आग्रह। र इन्डोनेसियामा गत शनिबारदेखि आएको सुनामीको चपेटामा परेर मृत्यु हुनेको सङ्ख्या 281 पुग्यो। अब समाचार विस्तारमा। दाङमा बसले स्कुटरलाई ठक्कर दिँदा आज एकजनाको मृत्यु भएको छ, एकजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका 18 का 29 वर्षीय मेघराज पुन रहेको छ। बसपाकबाट ललितपुर चोकतर्फ जाँदै गरेको लु 2616 नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको रा 3 प 1974 नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक पुनको मृत्यु भएको हो। गम्भीर घाइते भएका स्कुटरमा सवार महेश बुढाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। यसैबीच स्थानीयले गाडी चालकको लापरवाहीले गर्दा दुर्घटना भएको भन्दै मृतकको शव उठाउन नदिएपछि केही बेर सो क्षेत्र तनावग्रस्त बनेको थियो। बस चालकलाई प्रहरले नियन्त्रणमा लिएको छ। स्थानीयले बसमा तोडफोड समेत गरेको छन्। कालीकोट जिल्लाको पलाता गाउँपालिका 1 खाडा गाउँमा हिजो मध्यरातिमा भएको आगलागीबाट 87 घर जलेर नष्ट भएका छन्। खरको छाना भएको खाडाको नेउपाने बस्तीमा आगलागी हुँदा ठूलो धनजनको क्षति भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। आगलागीको कारण अझ खुल्न सकेको छैन। इलाका प्रहरी कार्यालय थिरपु र पचालझरना गाउँपालिकाको जारकोट इलाका प्रहरी चौकीबाट त्यहाँ प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिए। सुक्खा क्षेत्र भएको र फुसको छाना भएको बस्तीमा आगलागी हुँदा आगो नियन्त्रण बाहिर गएको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताए। यसैबीच आगलागीमा परि 7 स्थानीय घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर रहेको छ। आगलागीबाट 18 चौपाइया मर्नुको साथै स्थानीय घरविहीन बनेका छन्। चिसोको समयमा स्थानीयले खुल्ला चौरमा बस्न बाध्य भएको प्रहरले जनाएको छ। मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले मुस्लिम अगुवाहरूलाई बालबालिकाको शिक्षामा जोड दिन आग्रह गरेका छन्। अलहुदा एजुकेसन एन्ड वेलफेयर सोसाइटीले आयोजना गरेको 3 दिवसीय प्रदर्शन कार्यक्रमको समापन समारोहमा मुख्यमन्त्री राउतले मुस्लिम समुदायको सामाजिक, राजनीतिक र आर्थिक उन्नयनका लागि बालबालिकाको लागि शिक्षामा जोड दिन पर्ने बताए। उनले प्रदेश सरकार सबै जात समुदायको अधिकारको रक्षाका लागि प्रतिबद्ध रहने उल्लेख गर्दै राज्यले प्रदान गर्ने अधिकार प्राप्त गर्न समेत शिक्षा आवश्यक रहेको तर्फ अगुवाहरूलाई सचेत गराए। प्रदेश सरकारले ल्याउन लागेको मदरसा बोर्डले इस्लामिक शिक्षाको साथै आधुनिक शिक्षाको पनि सुनिश्चित गरेको हुँदा विधेयक पारित भएपछि मदरसामा अध्ययन गर्ने छात्र-छात्राहरू समेत राज्यको मूलधारमा समाहित हुने उल्लेख गरे। अब्दुल्ला जोलमको अध्यक्षतामा भएको समापन समारोहमा पूर्व गृह राज्य मन्त्री रिजवान अन्सारी लगायतका वक्ताहरूले सम्बोधन गरेका थिए। योग्य शिक्षक उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा मुलुकको विभिन्न मदरसामा अध्ययनरत 60 जना विद्यार्थीहरूको सहभागिता रहेको छ। नेपाल भारतका विज्ञहरूको सहभागितामा जनकपुर धाममा दुई देशबीचको सम्बन्धमा गहन छलफल भएको छ। नेपाल भारत खुल्ला सीमा संवाद समूह जनकपुर धामद्वारा आयोजित खुल्ला सिमानामा वैवाहिक सम्बन्ध विषयक विचार गोष्ठीलाई सम्बोधन गर्ने क्रममा दुवै देशका भाषा र साहित्य विज्ञहरूले नेपाल भारत सिमानामा तारबार र जाली लगाउनु कुनै पनि हालतमा ठिक नहुने भन्दै दुई देशको सम्बन्धलाई अझै बुझ्न आवश्यक रहेको बताए। गोष्ठीमा सहभागी कविहरूले कविताकै शैलीमा दुई देशको सम्बन्धको वर्णन गरेका थिए। माय के फल में विश्वक भूगोल में मिथिला आ मैथिली विशेष खोजै छी, हम अपन देश खोजै छी, हम अपन देश खोजै छी। उठे सब भरल संसार भेलै, ई सबटा टिटी महाबे कारण कहने जे छलै जे नौकरी लगेबै आ बेरोजगारी समस्या दूरे भजेबै, जनता सब अरबे कतार गेलै, आई सबटा टिटी महाबे कारण।
झूठे के डॉक्टर आ झूठे के दावा, झूठे के डॉक्टर आ झूठे के दावा आ झूठे के कसने सबटा ई हावा, झूठे के सबटा उपचार भेलै आ सबटा टिटिम्हा बेकार। कहने जे छलै जे महगी हटेबै, कहने जे छलै जे महगी हटेबै जनता के जीवन गुणस्तर बढ़ेबै, झूठे के सबटा प्रचार भेलै आ सबटा टिटिम्हा बेकार। देशक जनता सब भऽ गेल लाचार, नहि कोनो सुझबुझ नहि छल विचार, अपने से अपने संहार भेलै आ सबटा टिटिम्हा बेकार। नहीं छलै जाति पाति नहीं छलै रंग, अपने ला पड़ल छल चित्ते उतंग, पैसे के सबटा चमत्कार भेलै आ सबटा टिटिम्हा बेकार। झूठे के खानपान आ झूठे के भोज आ चुनावक बाद में जनता के क्रोध आ झूठे के सबटा सचार भेलै आ सबटा टिटिम्हा बेकार। धन्यवाद। हमारी छाती में बाज रहल छथि मैथिली मिथिला, हमारी छाती में भोंकी देलक छुरा के ओ, जान बाँचल मुदा भेल दुभाग छै। हमारी छाती में भोंकी देलक छुरा के ओ, जान बाँचल मुदा भेल दुभाग छै। अंतरंगता सुसंग एक रंग दुख संग, अंतरंगता सुसंग एक रंग दुख संग, एकटा एहि पार में एकटा वही पार में, एकटा एहि पार में एकटा वही पार में। संवाद समूह जनकपुर धामका अध्यक्ष एवं राजपाका महासचिव राजीव झा सहित नेपालका भारत दुवै देशका वक्ताहरू दुई देशका बीच पारिवारिक त्यसमा पनि रगतको सम्बन्ध रहेकाले कुनै पनि अवरोध मान्य नहुने बताएका थिए। एहि साइड में जे लोग छियै तिनका ओहि साइड के लोग से संवाद केनाइ और जे हमर सबके परापूर्व काल से संबंध छै ओहि संबंध के निरंतरता जे छै दै। ई संबंध में खटास नहीं होवे, बरु जे छै आरो मिठास होई। निरंतर एहि बात के बढ़ेबा के लेल राजीव जी के जे समूह छै नेपाल भारत पूरा सीमा तक तिनका हम स्वागत करै छियै जे एहि तरहक पहल के लेल आई ई कार्यक्रम गलत है। और जे मैथिली के पर्याय है डॉक्टर वैद्यनाथ चौधरी के अजब खेल बूझब कठिन छै, प्रकृति के अजब खेल बूझब कठिन छै। कखनी हंसावत से बूझब कठिन छै, कखनी कनावत से बूझब कठिन छै। प्रकृति के अजब खेल बूझब कठिन छै। कि हमर सबके जे संबंध है वो कोनो धारा से बनल संबंध नहीं है। मिथिला के आय के माने के लिए हजारों हजार साल पुरान संबंध, पुरान विरासत के वारिस हम सब छी। इतने पुरान विरासत के वारिस पर अगर आकलन कहीं सुनते तो बहुत ज्यादा निंदनीय है। आई लाके समाज के बौद्धिक वर्ग के खास कर विद्वान वर्ग सबके आगे आवे पड़ते है असामूहिक रूप से अपना सबके प्रहार करे पड़ते। सब सदस्यगण और हमर जते आयल छी जे नहीं अयलहुँ हन तिनका बेसी हमरा दिससँ स्वागत, जे आबि गेलहुँ तकरा कनि ठूठो कमो समय। गोष्ठीमा जनकपुर धाम उपमहानगरपालिकाका प्रमुख लाल किशोर शाह अन्तर्राष्ट्रिय मैथिली सम्मेलनमा सहभागी हुन जनकपुर धाम आएका मैथिली भाषा र साहित्यका विज्ञहरू सहित जनकपुर धामका वरिष्ठ साहित्यकार र कविहरूको सहभागिता थियो। अपन न्यूजमा अब व्यावसायिक विश्रामपछि नेपालका लागि जापान सबैभन्दा विश्वासिलो र भरपर्दो सहयोगी रहेको नेकपा अध्यक्ष प्रचण्डको भनाइ। घरेलु कामदारलाई खाडी मुलुकमा जान दिने सरकारको प्रस्ताव
र निर्मला पन्तको हत्या र पत्ता लगाउन पहल गरिदिन संयुक्त राष्ट्र सङ्घलाई त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूको आग्रह, हत्यारालाई कारबाही गर्न माग। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले जापानलाई नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार राष्ट्रको रूपमा चित्रण गर्नुभएको छ। अध्यक्ष दाहालले जापानले विनाशक निस्वार्थ भावले नेपाललाई ठूलो आर्थिक सहायता उपलब्ध गराउँदै आएको पनि स्मरण गराउनुभयो। आज काठमाडौँमा आयोजित नेपाल जापान मैत्री सम्बन्ध विषयको अन्तर्क्रिया कार्यक्रममा उहाँले बिना दबाव शर्त रहित सहायता उपलब्ध गराउने गरेकाले जापानलाई नेपाल राष्ट्र र नेपाली जनताले उच्च सम्मानका साथ हेर्ने गरेको पनि स्पष्ट पार्नुभयो। अध्यक्ष दाहालले शान्ति स्थापना तथा विपद व्यवस्थापन जस्ता माध्यमबाट जुधेर पनि बढेको जापानबाट नेपालले धेरै सिक्ने सक्ने पनि उल्लेख गर्नुभयो। उहाँले गौतम बुद्धको जन्मस्थल नेपाल र बुद्ध धर्मप्रति अवस्थामा जापानी जनताबीचको सम्बन्ध भावात्मक रूपले पनि विशिष्ट ढङ्गको रहेको पनि बताउनुभयो। जापानले नेपालको पूर्वाधार शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरेको आर्थिक सहायता अविस्मरणीय रहेको अध्यक्ष दाहालको भनाइ छ। रूपले नै बडो भरपर्दो मित्रका रूपमा विकसित हुँदै आएको हाम्रो इतिहास छ र ६२ वर्ष अगाडि नेपाल जापानको बीचमा औपचारिक रूपले मैत्री सम्बन्ध स्थापित भएपछि भए गरेका कामहरूको पनि यहाँ चर्चा भइ नै सकेको छ र नेपालको एउटा सबैभन्दा भरपर्दो विश्वसनीय र सबैभन्दा ठुलो पनि सहयोगी राष्ट्रको रूपमा जापानलाई नेपालीहरूले उच्च सम्मान पनि गर्दछन् र गहिरो सद्भाव पनि नेपाली जनताको मनमा जापानप्रति, त्यहाँको सरकार र त्यहाँको जनताप्रति रहेको छ। अघि यहाँ आइ नै सकेको छ, बिना कुनै शर्त, बिना कुनै दबाव हुँदै गएको छ। हाम्रो लागि त्यो ठुलो प्रेरणा। कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री प्रदीप गेवालीले जापान नेपालको महत्त्वपूर्ण विकास साझेदार राष्ट्र रहेको उल्लेख गर्दै नेपालको विकासमा जापान सरकारले गरेको शर्तरहित सहयोगको खुलेर प्रशंसा गर्नुभयो। उहाँले भूकम्प लगायतका विपदका बेला जापानले गरेको सहयोगको पनि स्मरण गराउनुभयो। दुःख कष्ट उस्तै अप्ठ्याराहरूसँग जुझ्दै अगाडि जाने र एक अर्कामा सहकार्य गर्दै समाजलाई र विश्वलाई पनि अगाडि बढाउने साझा प्रयासमा छौँ। यस अर्थमा पनि नेपाल जापान सम्बन्धको विशिष्ट अर्थ, विशिष्ट महत्त्व रहेको छ। परराष्ट्र मन्त्री गेवालीले द्विपक्षीय र बहुपक्षीय ढङ्गले जापानले नेपालको आर्थिक विकासमा पुर्याउँदै आएको सहयोगले निरन्तरता पाइरहने विश्वास पनि व्यक्त गर्नुभयो। सरकारले घरेलु कामदारलाई खाडी मुलुकमा जान दिने प्रस्ताव गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सुरक्षा र तलब भत्ताको उचित व्यवस्था हुने ग्यारेन्टी भए घरेलु कामदारलाई खाडी मुलुकमा रोजगारीमा पुनः पठाउन सकिने प्रस्ताव अघि सार्नु भएको हो। सङ्घीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको आजको बैठकमा मन्त्री विष्टले कामदारकै दबावमा घरेलु कामदारलाई खाडी मुलुकमा जान दिने प्रस्ताव गर्नु परेको पनि स्पष्ट पार्नुभयो। श्रीवास्तवले भने सरकारको सो प्रस्ताव अस्वीकार गर्नुभएको थियो। उहाँले सम्बन्धित निकायसँग अनुगमन नगरी समितिले सरकारको सो प्रस्ताव मान्न नसक्ने अडान राख्नु भएको थियो। समितिले खाडी मुलुकको अनुगमन 2073 साल खाडी मुलुकमा घरेलु कामदार पठाउन रोक लगाउन सरकारलाई निर्देशन दिएको थियो। सो निर्णय कायम राख्न सभापति श्रीवास्तवले सरकारलाई सचेत गराउनुभयो। बैठकमा मन्त्री विष्टले घरेलु कामदारले आफै दबाब दिन थालेपछि सो प्रस्ताव अघि सारिएको पनि समितिलाई जानकारी गराउनु भएको थियो। गत श्रावण महिना यता घरेलु कामदारको रूपमा खाडी मुलुकमा पुनः जान दिन माग गर्दै करिब 1000ले निवेदन गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको दाबी छ। खानेपानी मन्त्री बिना मगरले सरकार मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान गर्न संयमित भएर लागि परेको बताउनु भएको छ।
मन्त्री मगरले सफलताको मुखैमा पुगेको मेलम्ची खानेपानी आयोजनामा देखिएको पछिल्लो समस्या विज्ञहरूको परामर्शको आधारमा समाधान गर्ने योजना पनि अघि सार्नुभयो। वास मिडिया फोरम नेपालको आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले इटालियन ठेकेदार कम्पनी CMCबाट यो योजनाको काम सम्पन्न गर्न तयार रहेको उल्लेख गर्दै त्यसका लागि विश्वसनीय वातावरण बनाउन पनि सो कम्पनीलाई आग्रह गर्नुभयो। CMC कम्पनीको विश्वासका कारण सो आयोजनाको काम पछिल्लो समयमा आएर अघि बढ्न नसकेको मन्त्री मगरको स्पष्टीकरण छ। मन्त्री मगरले मुखैमा आइसकेको सो आयोजनाको बाँकी काम सम्पन्न गर्न सरकार लागियत रहेको पनि उल्लेख गर्नुभयो। मेलम्ची खानेपानीकै कुरो गरिरहँदाखेरि मेलम्ची अहिलेको निकै जल्दो बल्दो समस्याको रूपमा आइराखेको छ। प्रश्नहरू धेरै कोणबाट उठ्छन्। एउटा घटना घट्छ, त्यो घटनालाई आफ्नो कोणबाट व्याख्या गर्ने राइट सबैले राख्नुहुन्छ, तर आफ्नो कोणबाट गरिएको व्याख्या वास्तवमा सही निचोड हो कि होइन भन्ने राइट सम्बन्धित निकायले राख्छ। यो निकै महत्त्वपूर्ण विषय छ जस्तो लाग्छ। तसर्थ हामीले हिजोको दिनदेखिबाट भन्दै आएका छौँ, सरकार निकै मेलम्चीको आयोजना सम्पन्न गर्नको लागि निकै संयमित छ। संयमित भएर यसका समस्याहरू हल गर्न खोजिराखेका छौँ। कतिपय कुरो हाम्रो पहल कदमीले मात्र पनि पुग्दैन, दुई पक्षीय पहल कदमी र दुई पक्षीय विश्वासको कुरो महत्त्वपूर्ण हुन्छ। मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाबाट नाजायज फाइदा लिन कसैलाई नदिने दृढता पनि भन्नुभयो। उहाँले यो योजनाको बाँकी काम पूरा गर्न CMC कम्पनीलाई विश्वसनीय वातावरण बनाउन पनि पटक पटक आग्रह गर्नुभयो। इटालियन ठेकेदार कम्पनी CMCले बजेट अर्को हुने भन्दै सो आयोजनाको काम पूरा गर्ने दायित्वबाट पछि हट्न थालेपछि मन्त्री मगरले सो कम्पनीको विश्वसनीयतामाथि प्रश्न उठाउनु भएको थियो। अपन न्युजमा पूर्ण व्यावसायिक विश्रामपछि निर्मला पन्तको हत्या र पत्ता लगाउन पहल गरिदिन संयुक्त राष्ट्र सङ्घलाई त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूको आग्रह। र इन्डोनेसियामा गत शनिबारदेखि आएको सुनामीको चपेटामा परेर मृत्यु हुनेको सङ्ख्या 281 पुग्यो। विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। कञ्चनपुरकी 13 वर्षीय बालिका निर्मला पन्तको हत्या र पत्ता लगाउन पहल गरिदिन संयुक्त राष्ट्र सङ्घलाई पनि आग्रह गरिएको छ। 5 महिना बित्न लाग्दा समेत सरकारले निर्मला पन्तको हत्यारालाई पत्ता लगाई कारबाही गर्न नसकेपछि त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले हत्या र पत्ता लगाइदिन आग्रह गर्दै सङ्कलन गरिएको हताशर आज ललितपुरको पुलचोक स्थित संयुक्त राष्ट्र सङ्घको कार्यालयमा बुझाएका हुन्। यसअघि उनीहरूले माइतीघर मण्डलामा जम्मा भएर निर्मला पन्तको न्यायको निमित्त आवाज बुलन्द गरिदिन आह्वान गर्दै हस्ताक्षर अभियान सङ्कलन गरेका थिए। निर्मला पन्तलाई न्याय दिन अन्तर्राष्ट्रिय समुदायलाई पनि पहल गरिदिन आग्रह गर्दै सो हस्ताक्षर संयुक्त राष्ट्रिय सङ्घमा बुझाउनु परेको विद्यार्थीहरूले बताएका छन्। एक हप्तादेखि चलिरहेको हस्ताक्षर प्रेसरको लागि यो बुझाउँदैछौँ र अन्तर्राष्ट्रिय रूपमा पनि हाम्रो यो हत्यारालाई खोजी अनि अनुसन्धान गरेर हत्यारा पत्ता लगाइयोस् भन्नको निमित्त हामीले यो कार्यक्रम सञ्चालन गरेका हौँ। निर्मलाको न्यायको निमित्त अभियानमा सहभागी त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले बलात्कार लगायतका महिला हिंसा हुन नदिन सबैलाई सचेत रहन पनि आह्वान गरेका छन्। गत श्रावण 10 गते बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएका बालिका निर्मला पन्तको हत्या र पत्ता लगाउने काममा सरकार सफल नभएपछि त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले सो हत्यामा संलग्न पत्ता लगाउन माग गर्दै विगत 1 हप्ता यता सङ्कलन गरिएको हस्ताक्षर नेपालस्थित संयुक्त राष्ट्र सङ्घको कार्यालयमा बुझाएका हुन्। उनीहरूले निर्मलालाई न्याय दिन आवाज बुलन्द गर्न पनि सबैलाई आग्रह गर्दै आएका छन्। जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरूको 15औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी 2075 यही पुस 13 गतेदेखि काठमाडौँको भृकुटी मण्डपमा सुरु हुने भएको छ। मुलुकलाई जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरूको उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ सो प्रदर्शनी आयोजना गर्न लागि हो। 7 दिनसम्म चल्ने प्रदर्शनीमा स्वदेशी उत्पादनका गुणस्तरीय जुत्ता, चप्पल उत्पादनहरू प्रदर्शनीमा राखिनेछ। प्रदर्शनीमा उपभोक्ताका लागि 15% सम्म छुटको व्यवस्था पनि गरिएको 15औं राष्ट्रिय औद्योगिक
प्रदर्शनी व्यवस्थापन मूल समितिका संयोजक नवराज गौतमले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी गराउनुभयो। प्रदर्शनीको माध्यमबाट आम उपभोक्ताका फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन अफ नेपालले आयोजना गर्न लागेको सो प्रदर्शनीमा करिब 1,50,000 भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ। राष्ट्र समितिको आधार स्वदेशी उत्पादनको प्रयोग भन्ने मूल नाराका साथ आयोजना गर्न लागेको सो प्रदर्शनीको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले उद्घाटन गर्दै कार्यक्रम गरेको छ। नेपालमा हाल जुत्ता चप्पलको 1,500 भन्दा बढी उद्योगहरू रहेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियाका सुन्डा खाडीमा सुनामीको चपेटामा परेर मृत्यु हुनेको संख्या 281 पुगेको छ भने घटनामा 1000 भन्दा बढी घाइते रहेका छन्। सरकारी अधिकारीहरूका अनुसार शनिबार राति आग्नेय ज्वालामुखी विस्फोट भएपछि समुद्रका तल्लो भागमा भूस्खलन भएको थियो। दक्षिणी सुमात्राको किनारामा रहेका कयौं घरहरू क्षतिग्रस्त बनेका छन्। सुन्डाको तटीय क्षेत्रमा अझै पनि अर्को सुनामी आउने खतरा रहेको बताइएको छ। बेलायतको पोस्टमार्ट साउथ विश्वविद्यालयका प्राध्यापक रिसर्च ट्युका अनुसार क्राओता ज्वालामुखी अहिले पनि सक्रिय रहेको छ। यसको कारण अझै भूस्खलन हुने खतरा रहेको उनको भनाइ छ। यो ज्वालामुखी सन् 1883 मा विस्फोट पश्चात अस्तित्वमा आएको थियो। त्यति बेला 36,000 भन्दा बढीको मृत्यु भएको थियो। उद्धारकर्ताहरूले मृतकको संख्या बढ्न सक्ने बताइरहेका छन्। सुमात्राको दक्षिणी लाम्पुङ र जावाको सेराङ पान्देलाङमा सबैभन्दा धेरै क्षति पुगेको छ। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। दाङमा बसले ठक्कर दिँदा एकजनाको मृत्यु, एकजनाको अवस्था गम्भीर। नेपालका लागि जापान सबैभन्दा विश्वासिलो र भरपर्दो सहयोगी रहेको नेकपा अध्यक्ष प्रचण्डको भनाइ। घरेलु कामदारलाई खाडी मुलुकमा जान दिने सरकारको प्रस्ताव। निर्मला पन्तको हत्या र पत्ता लगाउन पहल गरिदिन संयुक्त राष्ट्र सङ्घलाई त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूको आग्रह। र इन्डोनेसियामा गत शनिबारदेखि आएको सुनामीको चपेटामा परेर मृत्यु हुनेको संख्या 281 पुग्यो। हस् त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।